साथीहरू यो भिडियोमा चाहिँ तपाईँले देखाउँछ जुन युएमा रहनुभएका तामु समाजको भिडियो देखाउन गइरहेका छौँ। जुन गुरुङ तामु समाज यस्तै गरी मनाउँदो रहेछ प्रोग्रामहरू भन्दाखेरि चाहिँ यो एउटा लोछार हो। जुन तामुहरूको नयाँ वर्ष नयाँ लोछार जुन हाम्रो नेपालीहरूको पुरै नेपालको वैशाखमा बदलिन्छ भने जस्तै तामुहरूको पनि यहाँ जुन लोछार लो चेन्ज भएको वर्षको चाहिँ प्रोग्राम हामीले यहाँ देख्न पाइन्छौँ। जुन आफ्नो देशमा नहुँदा पनि आफ्नो पहिचान आफ्नो संस्कृति आफ्नो परम्परालाई सधैँभरि सँगै लिएर हिँड्छौँ भने जस्तै हिँड्छौँ नै हो नेपालीहरूले। त्यस्तै गरी यहाँ तामु समाजको भिडियो तपाईँलाई देख्न सक्नुहुनेछ। जुन यहाँ गुरुङ तामुहरूले चाहिँ लोछार दुईचोटि मनाइएका देखिन्छन् दुबईमा। अस्ति 2025 28 तारिकको पनि मनाइएको थियो भने अर्को 4 जनवरीको पनि मनाइएका छन्। 4 जनवरीमा पनि एकदम भव्य और सभ्य तरिकाले मनाइएका छन्। दिउँसोको 1 बजेतिर म पुगेका थिएँ। त्यति बेला मानिसहरू धेरैभन्दा धेरै खाली थिए, कोही पनि थिएनन्। तर अचानक 2:30, 3, 4 बजेदेखि मानिसहरूको भिडभाड हुन थाल्यो र एकदम भित्र बस्नै नहुने गरी मानिसहरूको भिड भयो। यस्तै तरिकाले हेर्दाखेरि चाहिँ हामीले बुझ्नुपर्छ कि आफ्नो परम्परा आफ्नो संस्कृति आफ्नो वेशभूषालाई कति माया गर्छौँ भनेर चाहिँ यो बुझ्नुपर्छ। किनकि यतिका पब्लिक किन आउँछ होइन, आफ्नो परम्परा आफ्नो संस्कृति आफ्नो पहिचानलाई जगाउनको लागि आउनुहुन्छ होला भन्न सक्छौँ। पछिल्लो समय तामु समुदायले आफ्नो कला संस्कार संस्कृति जगेर्न र प्रवर्धन गर्ने उद्देश्यका कार्यक्रम महोत्सव समय अनुरूप
Hah?